यदि तपाईँ नेप्सेमा नयाँ हुनुहुन्छ र तपाईँले किनेको सेयर चाहिँ मिड क्याप, लो क्याप, हाई क्याप कुन अन्तर्गत पर्छ तपाईँलाई थाहा छैन र तपाईँले छुट्याउन चाहिराख्नु भएको छ अथवा त्यसको बारेमा सिक्न खोजिराख्नु भएको छ भने मैले आज चाहिँ तपाईँहरूलाई चाहिँ फ्रीमा कसरी चाहिँ हामीले आफ्नो आफूले किनेको स्टक चाहिँ मिड क्याप, लो क्याप, हाई क्याप हो भनेर छुट्याउने आइडिया लिएर आएको छु, जसको लागि चाहिँ हामीलाई नेप्से अल्फा चाहिन्छ। सबैजनालाई स्वागत छ मेरो युट्युब च्यानल इन्भेस्ट विथ मीमा। म सिधै नेप्से अल्फाको वेबसाइटमा गएँ है। पहिला हामी नेप्से अल्फाको वेबसाइट खोल्नेछौँ, त्यसपछि चाहिँ विभिन्न यहाँनिर टपिक आएको छ, यसमा जाने भने हामी अल्फा स्क्रिनिङमा जाने, त्यसपछि लिस्टेड सेक्युरिटिजमा जाने है। यहाँ गइसकेपछि यो खुल्छ, त्यसपछि हामीले यहाँ हेर्नु है नेप्सेमा चाहिँ सूचीकृत भएका हाई क्याप क्यापिटलाइजेसन धेरै भएका, मार्केट क्याप धेरै भएका स्टकहरू छ है। त्यसलाई चाहिँ हामी स्क्रोल डाउन गर्दै गयो भने यहाँ चाहिँ विभिन्न सेक्टर प्लस मार्केट क्याप सहितको चाहिँ उ छ है। अब यसमा चाहिँ हामीले हेर्ने, अब यहाँ के गर्ने भन्दाखेरि अल सेक्टर है, अल स्मल क्याप, मिड क्याप, लार्ज क्याप लेखेको छ, त्यसपछि तल स्टकको नामहरू छ होइन। त्यसपछि हामीले खासमा हेर्ने भनेको चाहिँ सेयर आउटस्ट्यान्डिङ भनेको चाहिँ कति क्याप छ त्यसको हेर्ने, र नेप्सेमा चाहिँ कति किता चाहिँ कारोबार गर्न योग्य छ अथवा कति किता चाहिँ कारोबार भइरहेको छ भनेर यो दुईटा हेरियो भने हामीलाई पुग्छ है त। अब पहिला चाहिँ अब हामीले एउटा सेक्टरबाट हेरौँ, जस्तै कमर्सियल ब्याङ्कबाट हेर्ने भने यसमा चाहिँ स्मल क्याप कुनै पनि कमर्सियल ब्याङ्क छैन। मिड क्याप हेर्छौँ भने मिड क्याप पनि छैन, सबै केमा पर्दो रहेछ, लार्ज क्याप। अब लार्ज क्यापमा पनि किता कम भएको हेर्छौँ भने चाहिँ के रहेछ त, अलिकति स्ट्यान्डर्ड च्यार्टर, एसबिआई, माछापुच्छ्रे, सानीमा यिनीहरू पर्दो रहेछ है। अलिकति किता धेरै भएको चाहिँ हामीले कर्मश लास्टतिर देख्छौँ है त। अब हामी यसपछि अब हाम्रो सबैको इन्ट्रेस्टको विषय भनेको हाइड्रो पावर सेक्टर। अब हाइड्रो पावरमा गएर हामीले पहिला चाहिँ स्मल क्याप लगाइयो है, त्यसपछि आउटस्ट्यान्डिङ सेयरको यो तल्लो बटममा क्लिक गरियो भने सबैभन्दा कम किता भएको आउँछ कुठली बुठली स्मल हाइड्रो पावर केबिएसएच है, जसको टोटल सेयर लगभग 14 लाख किता 15 लाखको आसपास छ र त्यो सबै किता चाहिँ यसमा चाहिँ के भन्छ त कारोबारमा छ भनेको चाहिँ यसको चाहिँ अनलक खोलिसकेको छ है। त्यसपछि शुभम पावर रहेछ, त्यसपछि अफर स्याङ्गे रहेछ है, अनि त्यसपछि बिएचपिएल बाराई हाइड्रो पावर रहेछ। यसरी चाहिँ हामीले हेर्न सक्छौँ। अब मिड क्यापमा जाने, मिड क्यापमा पनि के गर्ने त्यस्तै गर्ने है। त्यसमा मिड क्यापमा के पर्दो रहेछ, कालिन्चोक पर्दो रहेछ, जसको चाहिँ के रहेछ त अहिलेखेरि भन्दा 55 लाख किता रहेछ है। अब यसको कति किता चाहिँ अहिले नेप्सेमा हामीले ट्रेड गर्न अथवा इन्भेस्ट गर्न सकिन्छ अथवा ट्रेड गरिन्छ, ट्रेड भइरहेको त भन्दाखेरि जम्मा 7,64,500 किता भइरहेछ भनेको यसको अनलक खुलेको छैन होइन। त्यस्तै गरी अब यिनी सबैको हामीले हेर्न सक्छौँ। अब लार्ज क्यापमा जान्छौँ भने फेरि यस्तै गरेर कुन रहेछ त लार्ज क्यापमा, अब स्नोरेबल रहेछ है, यसको चाहिँ 93,73,75,000 किता सेयर रहेछ भने हामीले 8,71,875 किता चाहिँ के भएको छ त नेप्सेमा ट्रेड भएको छ भनेर यसरी हामीले सबै सेक्टरको हेर्न सक्छौँ है। अब माइक्रो फाइनेन्समा जानुहुन्छ भने पनि त्यही गर्ने है, स्मल क्यापमा जाने है, त्यसपछि आउटस्ट्यान्डिङ सेयरमा जाने है, कति किता छ है कारोबारमा, स्वस्तिक लघु रहेछ, टोटल सेयर भनेको 5,77,500 रहेछ, जसमा चाहिँ कारोबार भइरहेको भनेको जम्मा 2,31,000 रहेछ है। त्यसै गरी यसको मिड क्यापमा के पर्छ यसरी हामीले हेर्न सकिन्छ है। यहाँ गएर यसलाई क्लिक गरियो भने है मिड क्याप आउँछ। त्यसपछि अलिकति लार्ज क्यापमा जाने है, यहाँ गएर यसरी क्लिक गरियो भने जीवन विकास लघु वित्त है, सिबिबिएल, एसकेबिबिएल है, जसको चाहिँ कति किता कारोबारमा छ है, टोटल सेयर कति किता चाहिँ कारोबारमा छ, यसरी चाहिँ हामीले के गर्न सकिन्छ त हेर्न सकिन्छ। अब यसमा पनि फरक पर्न सक्छ, जस्तै यिनी लार्ज क्याप मध्ये पनि किता कम भएको हेर्न चाहियो भने कुन हुन सक्छ त भन्दा जीवन विकास लघु वित्तको अलिक कम किता, त्यसपछि एसकेबिबिएलको, त्यसपछि अलिकति सिबिबिएलको अलिक धेरै किता छ नेप्सेमा कारोबार भइरहेको है। त्यसरी फेरि हामी अब यस्तै गरी डेभलपमेन्ट ब्याङ्कमा हेर्न चाहन्छौँ भने अब पहिला स्मल क्यापबाट जाउँ होइन। डेभलपमेन्ट ब्याङ्कमा चाहिँ अलिकति स्मल क्यापमा पर्ने कुन रहेछ त भन्दा एनएपिपिसी सिन्धु पर्दो रहेछ होइन, जसको कति किता कारोबार भयो यहाँ छ
अलिकति मिड क्यापमा हेर्न चाहन्छौँ भने अब मिड क्यापमा पनि अलिकति कम किता भएको साल पास युआरबिएल होइन, जिआरडिबिएल रहेछ होइन, एलबिबिएल इटिबिएलहरू रहेछन् होइन। त्यसपछि हामी लार्ज क्यापमा जान्छौँ भने लार्ज क्यापमा कुन कुन पर्दो रहेछ त भन्दा कामना सेवा, साइन होइन, गरिमा विकास, मुक्तिनाश रहेछ। यसरी चाहिँ हामीले आफ्नो आफूले इन्भेस्ट गरिरहेको कम्पनी कुन क्याप छ अथवा आफूले चाहिँ लो क्यापमा ट्रेड गर्न खोजिरहेको छ भने तपाईँले यसरी चाहिँ कम्पनी कुन क्यापमा पर्छ भनेर छुट्याउन चाहिँ सक्नुहुन्छ है त। धन्यवाद सबैजनालाई। यदि भिडियो मन पर्यो भने तपाईँले सब्सक्राइब सेयर गर्न सक्नुहुन्छ। मन परेन भने पनि प्रतिक्रिया दिन सक्नुहुन्छ र भने आगामी दिनमा के सम्बन्धी भिडियो हेर्न चाहनुहुन्छ त्यो पनि कमेन्ट गर्नुहोला। धन्यवाद है त।